बलरामको सर्भिस र प्रहार यहाँ सञ्जु विक्रम पिरामिड जीवन र यहाँ विश्वास सर्भिसमा 2 अङ्कको अग्रता हो पिरामिडसँग। यो अग्रता जोगाउनु पर्ने हुन्छ। यो खेल लम्ब्याउन चाहन्छ भने प्रहार सन्तोष विकेट स्पर्धा त्यो खालको जोस प्लेयरहरूमा देखिरहेको छ। दुवै टिम इन्द्र विक कडा प्रहार यस पटक भने सञ्जु विष्णु कडा प्रहार रेशम बलराम सफललाई दियो र कडा प्रहार सफल। सेन्चुरी कडा प्रहार घाँटी दुख्छ कि कतिको तातो छ भाइ? घाँटी दुखेर हैरान भएको छ। यहाँ सिकाउनु पर्यो। दिवसको सर्भिस रहनेछ। जीवन बलराम इन्द्रलाई दियो। इन्द्र भने गरियो क्रस हुनेछ। अब त मौका पर्वतलाई विश्वास अधिकारी कडा प्रहार विश्वासको गरियो। विवश आएका छन् रिकभरका लागि। सञ्जु त्यसपछि मात्रै गर्नेछन्। जीवन बलराम सन्तोषलाई दियो। यस पटक सन्तोष कडा प्रहार फेरि पनि अग्रता लिइहाल्नुपर्छ यो टिमलाई। सन्तोष फेरि पनि दियो। विवश सिङ्गल ब्लक त गरेका थिए। यो टिमले जितेको छ। विवश विष्णु छेत्री दीपकले बचाए त्यो बल सफल। सन्तोषलाई दियो र यहाँ कडा प्रहार सन्तोषको सञ्जु विक्रम शाह निकै नै कन्फ्युजन पुऱ्यायो ब्लकमा यहाँ विश्वासबाट। सन्तोष यहाँ सफल विकको धारिलो सँगसँगै रहनेछ। सञ्जु विक्रम कडा स्पाइक यस पटक डिफेन्सका लागि सन्तोष बलराम सन्तोषलाई दियो र सन्तोष यहाँ कडा प्रहार गर्नेछ। जी बहादुर राम्रो रिसेप्सन छ। विष्णु छेत्री रेशमले ब्याक जोनमा बचाएका छन्। बाहिर नै छ। फेरि अग्रता पर्वत नै विश्वासको सर्भिस। रेशम सन्तोष उमेश फेरि राम्रो रिसेप्सन थिएन। इन्द्र विक हुने के कम स्पाइकहरू देखिरहेका छौँ हामी। जीवनको सर्भिस विष्णु उनीलाई दिनेछ। यो पटक नेट भायोलेसन सायद सफलको सायद रवि केसी पछाडि उनी माथिबाट स्पाइक गर्ने गर्छन्। सन्तोष कडा प्रहार यो पटक पनि सञ्जु सफल ब्लक गरियो उनलाई। जीवन राम्रो डिफेन्स जित बहादुर। विष्णु छेत्री हुने त दीपक बलराम सन्तोषलाई दियो र यहाँ सन्तोष कडा प्रहार। रेशम जित बहादुर राम्रो रिसेप्सन छ। एडी विश्वास अधिकारी एडी रेशम सहजै डिफेन्स। विवश फेरि सञ्जुलाई खेलाउनेछन् र यस पटक भने सञ्जु सफल विक जसको सर्भिस विष्णु विवश सञ्जुलाई दियो। यस पटक यो बिचमा विष्णु छेत्री पर्वतका खेलाडी मुख्य खेलाडी हुन्। पर्वतका पछिल्लो समय निकै लयमा सफल कडा प्रहार। रोशन स्याङचाका महत्त्वपूर्ण प्लेयर गण्डकीबाट खेलेको अनुभव उनीसँग पनि छ। भलै कम छ तर जीवन यहाँ छोडिएको थियो। इन्द्रको सर्भिस जित बहादुर राम्रो रिसेप्सन छ। उमेशलाई रोजियो। उमेश कडा प्रहार सिधा बाहिर नै छ बल। जो डिफेन्सिभ ब्याक जोनमा हेर्छौँ भने स्पाइक त्यस्तै राम्रो। बिचमा विश्वास अधिकारी कसले रोक्ने उनलाई? इन्द्र त थिए। विमल कडा प्रहार विमलको राम्रो रिसेप्सन छैन। सुभाष विष्णु छेत्री कडा प्रहार यस पटक विष्णु छेत्री पर्याप्त हुन सक्छ। जित बहादुर अन्डर 9 को लिब्रो यो पटक कडा प्रहार सन्तोषको गुमाउने छ। सफलको सर्भिस विष्णु विवश यहाँ कडा प्रहार सफल डिफेन्समा